अब हेर्नु साथीहरू म चाहिँ त्यो मोबाइल चोरी भएको लोकेसनमा जाँदैछु हैन त्यो मोबाइल चाहिँ कहाँनिर चोरी भयो त्यो म तपाईहरुलाई लोकेसन पनि देखाउँछु साथीहरू हैन मोबाइल समातेर लग्दै रहेछ हिनिरेबाट साथीहरू हेर्नुस् त एउटा खुसीको खबर थियो साथीहरू मलेसियाबाट है तपाईहरुलाई अपडेट गराउनु थियो त्यो 2026 अप्रिल 30 सम्म चाहिँ सञ्चालन गरिनेछ है तबसम्म चाहिँ नमस्ते साथीहरू स्वागत छ तपाईहरु सम्पूर्णलाई मेरो ब्लग भिडियोमा है आज चाहिँ बिहानै भिडियो सुटिङ गरेर तपाईहरुलाई एउटा जानकारी दिउँला भनेर सोचेको थिए है त्यो चाहिँ भएन आज चाहिँ पानी परे गर्यो है भिडियो बनाउन सकिएन अहिले पनि यहाँ छाता ओढेर यहाँ भिडियो बनाउँदै छु साथीहरू मलेसियामा चाहिँ यस्तै हुन्छ मौसम बिहान बेलुका चाहिँ पानी परेकै हुन्छ है एउटा खुसीको खबर थियो साथीहरू मलेसियाबाट है तपाईहरुलाई अपडेट गराउनु थियो त्यो खबर चाहिँ के थियो भने यो खबर चाहिँ मलेसियामा जो साथीहरू अवैधानिक हुनुहुन्छ उहाँहरुका लागि थियो है अहिले चाहिँ मलेसिया सरकारले अब यो अवैधानिक बसेका साथीहरुलाई चाहिँ नेपाल फर्किनका लागि जम्मा मात्रै 500 रिङ्गिट मलेसियाको तिरेर चाहिँ नेपाल फर्किन सक्ने अहिले नियम लागू गरेको छ र यो नियम चाहिँ साथीहरू 2026 अप्रिल 30 सम्म चाहिँ सञ्चालन गरिनेछ है तबसम्म चाहिँ 500 रिङ्गिट मलेसियाको तिरेर सजिलै नेपाल जान सकिनेछ साथीहरू अर्को कुरा के छ भने साथीहरू अब धेरै जनाले मलाई कमेन्ट गर्नु भएको छ हैन मलेसियामा चाहिँ कालेको डर चाहिँ के कतिको हुन्छ भनेर साथीहरू अब त्यो आफू गुना पनि हो साथीहरू हैन अब आफू राम्रो भएपछि कसैले केही पनि गर्दैन है साथीहरू अब जाँडरक्सी खाएर हैन जाँडरक्सी सेवन गरेर यताउता हल्लिनु चाहिँ हुँदैन है अब सडकतिर सुत्ने हैन यताउता हिँड्ने गर्नुहुन्न डर हुँदैन अब थोरै डर पनि हुन्छ है साथीहरू फेरि है राति यताउति हिँड्नु हुँदैन अब थोरैमा तपाईहरुलाई अगाडिका दृश्यहरू पनि देखाउँछु है आज पानी परिरहेछ मौसम एकदमै चिसो छ म चाहिँ बजार जाँदैछु साथीहरू बिहानै भिडियो बनाउला भनेको त्यो चाहिँ भएन हैन यो पानीले गर्दा अलि समस्या दियो है साथीहरू गाह्रो छ मलेसियामा यता हेर्नु साथीहरू अहिले चाहिँ म यस्तो ठाउँमा पुगे है यहाँ चाहिँ अगाडि सडक छ अनि यतातर्फको दृश्य देख्न सक्नुहुन्छ है यस्तो बब्बाल छ नि मलेसियामा चाहिँ साथीहरू हरियाली चाहिँ 12 महिना हरियाली हुन्छ है यतातर्फ पुरै कम्पनी छन् साथीहरू माथितर्फ यो कम्पनी छ यहाँ तपाईहरुले अगाडि देख्न सक्नुहुन्छ म चाहिँ जानुपर्ने यता हो साथीहरू त्यहाँ पारी बिल्डिङहरु छन् साथीहरू त्यतातर्फ चाहिँ जानुपर्ने हो अहिले बाटोको अवस्था चाहिँ यस्तो छ हेर्नुस् बाटो भन्दा नि सडक साथीहरू अर्को कुरा साथीहरू मलेसिया सरकारले अहिले के नियम लागू गर्यो त्यो मैले तपाईहरुलाई पछिल्लो भिडियोमा अपडेट गराइसकेको छु हैन साथीहरू अब चाहिँ तपाई मलेसिया आउन चाहनुहुन्छ भने निर्धक्क नडराई आउनु होला साथीहरू अब धेरै जना चाहिँ डराउनु भएको छ हैन मलाई लाग्छ कमेन्ट हेर्दा मैले त्यस्तै देखेको थिए साथीहरू मलेसियामा चाहिँ कालेको डर हुन्छ हैन कतिको हुन्छ त्यो डराउने हैन साथीहरू अब तपाई एकजना मात्रै मलेसियामा हैन साथीहरू नेपालीहरु हजारौं लाखौं छन् मलेसियामा हैन त्यस्तो डराउने हैन अलिकति साहसी निर्धक्क भएर आउनुपर्छ साथीहरू र अर्को कुरा साथीहरू के हुन्छ भने आफ्नो सपना पूरा गर्नको लागि हैन आफूले सोचेको सपना पूरा गर्न परिवारको सपना पूरा गर्न एकदमै मेहनत गर्नुपर्छ साथीहरू मेहनत बिना संघर्ष बिना हामीले केही पनि पाउन सक्दैन म पनि हेर्नुस् 2018 मा मलेसिया आएको है अहिले 2025 चलिसक्यो 6-7 वर्ष भइसक्यो साथीहरू यहाँ मलेसियामै छु काम गरिरहेको छु साथीहरू अब के गर्ने नगरी पनि भएन हामी जस्तो गरिब घरको छोराले हैन काम गर्नै पर्यो साथीहरू त्यस्तै हो हाम्रा नेपाली दाजुभाइहरू हैन प्राय जसो गाउँघरतिर गाउँघरकै भिर पाखा पखेरमा दुःख कष्ट गरेर हैन विदेश आउन खोज्छन् है विदेश आएर अब कति जनाले राम्रै पैसा पनि कमाउँछन् हैन राम्रो पनि हुन्छ तर अब कति जनाले फेरि दुःख पनि पाउनुहुन्छ त्यही अलि मलाई त्यस्तै लाग्छ साथीहरू त्यही भएर म पनि सोझो हैन गाउँमा एकदमै सोझो अनि गाउँकै भिर पाखा पखेरमा हुर्केको मान्छे मलेसिया आए साथीहरू केही न केही मेहनत गरे संघर्ष गरे र अहिले यति सम्मको भएको छु साथीहरू त्यही भएर तपाईहरुलाई पनि अघि बढाउन
तपाईहरुलाई सत्य सूचना दिनको लागि मैले यो YouTube च्यानल खोलेको। त्यही भएर साथीहरु मेरो उद्देश्य भनेको के हो भने आफू सँगसँगै तपाईहरुलाई पनि अगाडि लिएर जाने हो। मैले तपाईहरुलाई धेरै कुरा भन्नु छ, धेरै कुरा सिकाउनु छ साथीहरु। त्यसैले सपोर्ट गर्न पनि नभुल्नु होला भन्न चाहन्छु। अब यहाँ अगाडिको बाटोको अवस्था देखाउँछु है साथीहरु। आज चाहिँ पानी परेर खत्तम छ। लो हेर्नुस्, यहाँ चाहिँ साथीहरु छाता ओढेर आउँदैछन्। एकदमै पानी परिरहेछ साथीहरु। यहाँ हेर्नुस् त बाटो आम्मामामा मलेसियामा नि यस्तो बाटो छ साथीहरु। हेर्नुस् त एकदमै। र साथीहरु तपाईहरुलाई म एउटा कुरा भन्छु है। अब धेरै जनाले चाहिँ सोध्नुहुन्छ मलेसियामा कालेको डर कतिको हुन्छ, चोरहरु लाग्छन् कि नै भनेर हैन। म तपाईहरुलाई अस्ति भक्करै दुईजना साथीको हैन, दुईजना नेपाली चाहिँ हैन बंगाली साथीहरुको चाहिँ मोबाइल लगिदिएको छ है। राति आउँदै रहेछ 8 बजेतिर आउँदै रहेछ। कार भित्रबाट बोलाएछ है साथीहरुलाई। अनि मोबाइल दे भनेछ, नम्बर दिन्छु, नम्बर टिप्छु भनेछ। अनि त्यसपछि चाहिँ मोबाइल लगेर फरार भइदिएर अरे के। मलेसियामा अलिकति सचेत हुनुपर्छ साथीहरु। त्यो मोबाइल चाहिँ कहाँनिर चोरी भयो त्यो म तपाईहरुलाई लोकेसन पनि देखाउँछु साथीहरु हैन। अहिले म त्यो ठाउँमा पुग्न लाग्छु, पुगिसकेको छु साथीहरु है। अब चाहिँ म तपाईहरुलाई पछाडी ब्याक क्यामेरा गरेर त्यो लोकेसन देखाउँछु। हिँडेरबाट चाहिँ मोबाइल चोरी भएको साथीहरु है। अब हेर्नुस् है, म तपाईहरुलाई लिएर जाँदै छु। अब हेर्नुस् साथीहरु, म चाहिँ त्यो मोबाइल चोरी भएको लोकेसनमा जाँदै छु हैन। अस्ति यहीबाट एकजना साथीको चाहिँ मोबाइल लगिदिएर फरार भएको साथीहरु हैन। यस्तो पनि हुन्छ हुन चाहिँ है। यता यहाँ हेर्नु साथीहरु, यहीबाट साथीहरु है। यतातर्फ चाहिँ स्कुल छ हैन, बालबालिकाहरु पढ्ने। अनि हिँडिरै चाहिँ कार रहेछ साथीहरु। हिँडिरै चाहिँ मोबाइल समातेर लगिदिएर रहेछ हिँडिरैबाट साथीहरु। हेर्नुस् त यहाँ चाहिँ कार, आज चाहिँ कार छैन। यतातर्फ चाहिँ पुरै कारहरु छन्। यतातर्फ चाहिँ कारहरु पार्किङ गरेको छ। यहीबाट साथीहरु, यहीबाट लगेर फरार भइदिरा रहेछ साथीहरु। यो चाहिँ हाम्रो लोकल मार्केट हो साथीहरु। ल त साथीहरु, आजको भ्लग भिडियो चाहिँ यही समाप्त गर्छु। अर्को भ्लग भिडियो लिएर छिट्टै आउनेछु। तबसम्मका लागि सुदूर बिहानीलाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई शेयर पनि गरिदिनु होला है। आजको भिडियो कस्तो भयो मलाई थाहा छैन साथीहरु। पानी परिरहेछ, राम्रोसँग सुटिङ गर्न पाइएन है। धन्यवाद। अर्को भिडियो लिएर आउनेछु।